यो कथा हो एउटा लोग्ने स्वास्नीको, जसको घर न त गाउँमा थियो न त सहरमा। उनीहरूको घर थियो यो सानो नौका। आज धेरै माछा भेटियो भने हामीलाई खाना पनि राम्रो हुन्छ। हामी सँगै छौँ, त्यसैले जीवन राम्रो छ। डराउनु पर्दैन, म यहाँ छु। घर ठुलो हुनु जरुरी छैन, मन ठुलो हुनु जरुरी छ। नौका सानो थियो, तर त्यो भित्र माया, भरोसा र सपना भरिएको थियो। Almost finished now, my love. It looks beautiful. We are safe here. हेर, हाम्रो गाउँ आयो। साँच्चै कति सुन्दर छ। स्वाद कति मिठो यो चियाको। साँच्चै यो ठाउँ पनि एकदम शान्त रहेछ। हो। रात परेर बत्ती बाल्यौ नि। हो हो, यो दृश्य कति सुन्दर छ। कस्तो राम्रो दृश्य हो, होइन? एकदमै शान्त र आनन्दमय छ। तिमीले सही भन्यौ। माछा राम्रो छ, आज मिठो तरकारी बन्छ। हो, चवाल पनि पाक्यो, अब खान मिल्यो। स्वाद कति मिठो यो चियाको। साँच्चै यो ठाउँ पनि एकदम शान्त रहेछ। हो, सधैँभरि यस्तै होस् जस्तो लाग्छ। हेर, हाम्रो गाउँ आयो। साँच्चै कति सुन्दर छ। त्यो घरमा दुख परेको छ। के भयो बुवा? मलाई त भयो। बिलाप मात्र गर्न सक्छौं। ती मानिसहरू दुखी देखिन्छन्, हामीले उनीहरूलाई सहयोग गर्नुपर्छ। हो, हामी अवश्य यो दम्पतिको जीवन सरल छ। दिनभर नदीमा माछा पक्रेर गुजारा चलाउँछन्। छिटो नौका भरिन्छ। ल, म यो हाल्छु। अर्को चाँडै आयो, भरियो। अझै चाँडा। सकियो, राम्रो भयो। मिहिनेत गरेर पक्रेको माछा उनीहरू बजारमा बेच्ने गर्छन्। ताजा माछा किन रहोस्। धन्यवाद, फेरि आउनु होला। हेर, हाम्रो गाउँ आयो। साँच्चै कति सुन्दर छ। ती मानिसहरू दुखी देखिन्छन्, हामीले उनीहरूलाई सहयोग गर्नुपर्छ। हो, हामी अवश्य सहयोग गर्नेछौँ।